अहिले तपाईहरुले मेरो शेयरमा आईपीओ भन्ने अप्सनमा गएर हेर्नुहुन्छ भने त्यहाँनेर सिटिजन सन्तुलन योजना नामकको एउटा आईपीओ देख्नुहुनेछ। सो यो आईपीओ चाहिँ कस्तो खाले आईपीओ हो त र कति किताको लागि खुलेको र यो आईपीओ भर्ने कि नभर्ने यसबाट कसरी कति फाइदा हुन्छ होला त त्यसको बारेमा चाहिँ तपाईहरुलाई यो भिडियोमा जानकारी दिनेछु। यस सिटिजन सन्तुलित योजनाको आईपीओ भने आज पुस 4 गतेदेखि पुस 8 गतेसम्मको लागि खुल्ला हुनेछ र पुस 8 गतेसम्ममा बिक्री नभइसकेमा भने पुस 18 गतेसम्ममा आवेदन दिने मिति लम्बिनेछ। यस योजनाले 10 करोड इकाई निष्कासन गर्ने अनुमति पाएको हो भने प्रति किताको मूल्य चाहिँ 10 रुपैयाँ हो। त्यसैले यसको यो योजनाको टोटल आकार भनेको 10 अर्ब रुपैयाँ बराबरको रहेको छ र 10 करोड किता मध्ये 1 करोड 50 लाख किता चाहिँ भने कोष प्रबन्धक सिटिजन्स बैंकलाई छुट्याएको छ र बाँकी रहेको 8 करोड 50 लाख किता चाहिँ भने सर्वसाधारणको लागि खुलाएको छ र यस योजनामा आवेदन दिँदाखेरि मिनिमम 100 कितादेखि लिएर 1 करोड कितासम्म चाहिँ एप्लाई गर्न सकिनेछ र 10 रुपैयाँ प्रति किताको दरले 100 किता भर्नको लागि मिनिमम पैसा चाहिँ 1000 रुपैयाँ लाग्नेछ। ओके, कति किता खुलाएको कति भर्ने लगायतका सम्पूर्ण कुराहरुको बारेमा तपाईहरुले बुझिहाल्नु भयो। अब यो सिटिजन सन्तुलित योजना भनेको चाहिँ कस्तो खाले आईपीओ हो त, यसले कसरी फाइदा देला त त्यसको बारेमा म तपाईहरुलाई जानकारी दिनेछु। यो सिटिजन सन्तुलित योजना भनेको चाहिँ एउटा 10 वर्षे क्लोज इन्डेड म्युचुअल फन्ड हो। म्युचुअल फन्ड दुई प्रकारको हुन्छ, क्लोज इन्डेड र ओपन इन्डेड। यो चाहिँ क्लोज इन्डेडमा पर्छ जसको चाहिँ अवधि 10 वर्षको रहेको छ र 10 वर्षपछि क्लोज हुनेछ र त्यति बेलाको न्याप भ्यालु कति हुन्छ त्यही अनुसारले तपाईहरुले लगाउनु भएको लगानी फिर्ता हुनेछ। यस योजनाको नाम अनुसारकै काम पनि छ। सन्तुलित योजना भन्नुबित्तिकै यसले चाहिँ अब सन्तुलित टाइपको यानी कि ब्यालेन्स टाइपको चाहिँ लगानीहरु गर्नेछ, जस्तै शेयरमा डिबेन्चर फिक्स्ड डिपोजिट जस्ता लगानी गर्ने स्रोतहरुमा लगानी गर्नेछ, जसले गर्दाखेरि चाहिँ तपाईहरुले लगानी लाउनु भएको पैसाको पनि एकदम लो रिस्क हुने भयो। र यस्तो योजनाहरुको फाइदा भनेको चाहिँ डिभिडेन्डबाट हो र नर्मल अरु आईपीओहरु जस्तो प्राइस बढेर पनि फाइदा चाहिँ लिन सकिन्छ, तर त्यस्तो धेरै फाइदा हुन्छ भन्ने चाहिँ हुँदैन, फाइदै हुन्छ भन्ने पनि हुँदैन। अब तपाईहरुले 10 रुपैयाँमा अहिले भर्नु भएको छ, पछि 11 भएर बेच्दाखेरि त फाइदा नै हुन्छ। तपाईहरुले सेकेन्डरी मार्केटबाट बेच्न सक्नुहुनेछ, साथै किन्न पनि सक्नुहुनेछ म्युचुअल फन्डको किताहरु। र म्युचुअल फन्डहरुको मेन फाइदा भनेको चाहिँ डिभिडेन्ड रहेको छ। लङ टर्म तपाईहरुले इन्भेस्ट गर्दाखेरि जस्तै यसको 10 वर्षको रहेको छ, 10 वर्ष इन्भेस्ट गर्दाखेरि चाहिँ तपाईहरुलाई वर्षपछि डिभिडेन्डहरु दिनेछ। कुनै वर्ष अब नदिनु पनि सक्छ, तर प्राय जस्तो वर्षमा चाहिँ डिभिडेन्ड दिइरहेको हुन्छ र डिभिडेन्ड आउँदो वर्षहरुमा अब पहिलो वर्ष दोस्रो वर्ष गर्दै 10 वर्षसम्ममा कति कति दिने भनेर प्रोजेक्सन गरिएको छ त अब त्यो तपाईहरुलाई जानकारी दिनेछु। यस योजनाले पहिलो वर्षमा 10% को डिभिडेन्ड यानी कि बोनस र दोस्रो वर्षमा 12% र तेस्रो वर्षमा 13% र चौथो र पाँचौं वर्षमा चाहिँ 14% र त्यहाँदेखि उताको वर्षहरुमा चाहिँ 15% 5 वर्षसम्म दिने भनेर प्रोजेक्सन राखिएको छ। अब यस योजनाले यही तरिकाले डिभिडेन्ड दियो भने त एकदम राम्रो फाइदा हो यो भनेको त, किनभने एफडीहरुमा पैसा राख्दाखेरि त भने त्यही 5% 6% आउँछ र यो म्युचुअल फन्डले अब वार्षिक रूपमा 10 देखि माथि 15% सम्म दिनु भनेको त यो भनेको धेरै राम्रो रिटर्न हो। र नेपालमा म्युचुअल फन्डहरुको डिभिडेन्ड हिस्ट्रीहरु हेर्दाखेरि पनि त्यही हो, मिनिमम पनि 9% देखि लिएर माथि 10-12% 15-20% सम्म दिएको हामीले हिस्ट्रीहरु हेर्न सकिन्छ म्युचुअल फन्डको डिभिडेन्ड हिस्ट्रीहरु हेर्दाखेरि। सो तपाईहरुलाई आफ्नो पैसा चाहिँ डिफ्रेन्ट ठाउँमा चाहिँ लगानी गर्नु मन छ तर त्यसको नलेजहरु छैन भने चाहिँ जस्ट तपाईहरुले म्युचुअल फन्डमा तपाईहरुले एकचोटी किता किनेर राख्नुस् र म्युचुअल फन्डको एकदम प्रोफेसनल इन्भेस्टरहरुले चाहिँ तपाईहरुको पैसालाई एकदम राम्रो ठाउँमा लगानी लाएर रिटर्न लिनेछ र फाइदा लिनेछ र त्यसको चाहिँ तपाईहरुलाई सबै लगानीकर्ताहरुलाई चाहिँ डिभिडेन्ड दिने हो। फाइदा यसरी नै हुन्छ र अर्को फाइदा अब 10 मा किनेर 11 भएपछि बेच्दाखेरि त्यस्तो चाहनुहुन्छ भने त्यसरी पनि फाइदा चाहिँ लिन सकिन्छ। र यो आईपीओ अब भर्ने कि नभर्ने त्यो चाहिँ तपाईहरुले आफै डिसिजन लिनु होला। मैले चाहिँ कसरी फाइदा हुन्छ कति फाइदा हुन्छ त्यो भन्दैको छु, तपाईहरुले चाहिँ अब लगानी गर्ने नगर्ने आफै डिसिजन गर्नु होला, आफै सोचेर लगानी गर्नु होला। जस्तै अरु नर्मल अर्डिनरी आईपीओहरुमा चाहिँ 1000 लाएर 10000 20000 हुन्छ त्यस्तो सोच्नु भएको छ भने चाहिँ नलाउनु होला, यसमा लगानी नलाउनु होला। तर तपाईहरुले चाहिँ एउटा सर्टेन अमाउन्ट जस्तै अब 10-15 हजार 20-25 हजार 1 लाख 2 लाख कति छ त्यो अनुसारले तपाईहरुले झ्याप लाएर त्यसको चाहिँ ब्याज जस्तै अब रिटर्न पाइराख्नु चाहनुहुन्छ वार्षिक रूपमा भने चाहिँ त्यो गर्दाखेरि चाहिँ लगानी गर्नु पनि राम्रै हुन्छ। ओके, आजको भिडियो यति नै रहेको छ। भिडियो मन परे लाइक कमेन्ट शेयर च्यानललाई सब्स्क्राइब गर्नु होला र हामीलाई फलो पनि गर्नु होला यस्तै खाले भिडियोहरु हेर्नका लागि।